हेलो गुड इभिनिङ त होइन शुभरात्रि चाहिँ हुन लागेको होला होइन। अनि यस्तो ठाउँमा घुम्न आएको छौँ। अनि साथीहरू मेरो 3 जना यता भित्र पस्नु भएको छ हेर्नलाई होइन। अनि यहाँ चाहिँ पुरा यस्तो पिङहरू पनि रहेछ खेल्ने। अनि यस्तो पार्किङ सबै पैसै त हो नि परदेशमा होइन। अनि यस्तो छ। अनि यहाँ चाहिँ थोरै सानो यस्तो पानी लगाएर यस्तो जहाजहरू कुदाउने बनाएको रहेछ। कुदाउने होला, उडाउने त होइन, बनाएको रहेछ। अनि यस्तो बस्ने मान्छेहरू आउँछ भनेर यस्तो वरिपरि चाहिँ यो बस्ने पनि ओछ्याइदिएको रहेछ होइन। अनि म चाहिँ उकालाबाट यस्तो घुमेर आएर अनि यो के अरे यो गोलो भएको ठाउँभित्र पसेर फोटोसोटो खिचेर अनि यस्तो आएर यहाँ अलिक पर्तिर पैसा तिरेर जहाज कुदाउन पाइन्छ यहाँभित्र होइन। अनि यसो घुमेर आएर अनि म चाहिँ घुम्दै आएर यस्तो पाउँदो रहेछ होइन। बसेर राखेको रहेछ। अनि पर पनि देखेको थिएँ। अनि कसैले पो बुक गरेको होला भनेर वास्ता गरेँ। अनि यहाँ पनि देखेँ। अनि यहाँ चाहिँ ओछ्याउने बस्नु पाइने रहेछ भनेर अनि म पनि बसिदिएको हिँड्नलाई। घुम्ने ठाउँ त बहुतै छ, राम्रो ठाउँहरू छ। तर मलाई चाहिँ घुम्दै हेर्दै अल्छी लाग्यो कि त्यही भएर बसेको। हाँसहरू पनि पुरा पालेको रहेछ यताउति, पुरा हाँसहरू आउँदैछ। यस्तोमा चढ्न पाइन्छ, कति लाग्छ पैसा पनि, रेल जस्तो छ होइन। यस्तो छ, यहाँनिर चाहिँ पैसा तिरेर बस्न पाइन्छ। अनि यसले चाहिँ हिँडाउँछ है, गुरुरु हिँडाउँछ। कति राउन्ड लगाउँछ, यहाँ त थुप्रै मिटर लामो राउन्ड लगाउनु पर्ने हुन्छ। हाँसहरू बिचारा मेरो छेउछेउ आइरहेछ, भोकले पनि होला, धेरै रहेछ राउन्ड चाहिँ। मेरो जुत्ता चाहिँ नखाऊ है, कहाँ हिँडेको तिमीहरू हो। अनि यहाँभित्र बसेर खेल्दो रहेछ। अनि बाहिर हिँड्दो रहेछ फेरि। मेरो साथीहरूले मलाई जाउँ भनेर बोलाउँदै थियो। मेरो साथीहरू गयो, म बसिरहेको छु यहाँ होइन। म अब यस्तै छ मेरो भिडियो। अनि यहाँ चाहिँ पुरा पानी बगिरहेछ, गरिरहेछ। हाँस यहाँ बडा छ। ल त अहिलेलाई यति नै।